कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। यस मानिसले त पापीलाई ग्रहण गर्दछ र तिनीहरूसँग खानपान गर्छ भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे। तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो। तिमीहरू मध्ये कुन मानिस होला जसको 100 भेडा मध्ये एउटा हराउँदा 99लाई वनमै छोडेर हराएको भेडा नपाउन्जेल त्यसको खोजी गर्दैन। हराएको भेडा भेटाएपछि रमाउँदै त्यसलाई आफ्नो काखमा राख्छ। र घरमा गएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाऊ किनभने मैले आफ्नो हराएको भेडा पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ।